एक व्यक्तिले आफ्नो घरको भित्तामा एउटा काँटी ठोक्दै थिए। तर उनलाई के थाहा थियो र त्यो काँटी भित्ताको पछाडि लुकेकी एउटी माउसुली गेकोको शरीरमा गएर गाडियो। त्यो माउसुली आफूलाई छुटाउन निकै छटपटाई, तर काँटी उसको शरीरको भित्री भागसम्म गडेको हुनाले ऊ उम्किन सकिन। त्यो व्यक्तिलाई आफूले गरेको यो अनजान गल्तीको अलिकति पनि सुइँको थिएन। भित्ताको पछाडि त्यो माउसुली एकदमै असहाय अवस्थामा थिए। तर त्यसपछि जे भयो त्यसले सबैलाई चकित बनायो। उसको साथीले उसलाई त्यो गाह्रो अवस्थामा एक्लै छोडेन। यति भयानक अवस्थामा पनि अर्को माउसुलीले हरेक दिन बाहिर गएर खाना खोज्थ्यो र आफ्नो घाइते साथीलाई खुवाउन ल्याउँथ्यो ताकि ऊ जीवित रहोस्। यसरी नै महिनौं बिते। करिब 6 देखि 7 महिनापछि जब त्यो व्यक्तिले भित्ताको बोर्ड हटाए, तब उनले बल्ल वास्तविकता थाहा पाए। उनले देखे कि त्यो माउसुली अझै पनि त्यहीँ अड्किएकी थिई। उनलाई बल्ल बुझ्न समय लागेन कि यो 7 महिनामा त्यहाँ के भएको थियो। उनले यो हृदयस्पर्शी कथा सामाजिक सञ्जालमा साझा गरे, जुन साँचो प्रेम र वफादारीको एउटा शक्तिशाली उदाहरण हो।